यो देशको नायक हो बालेन्द्र शाह, यो देशको नायक हो रवि लामी छाने। हामी दुईटैलाई हामी जनकपुरको जनक जननी जानकी माता सीता जसलाई हामी भन्छौँ, हाम्रो वैदेही पनि भन्छौँ, माता पनि भन्छौँ, साक्षी राखेर मधेसको धरतीबाट देशलाई हामी सम्मानित भाषामा भन्न चाहन्छु। अब कुनै खलनायकको जनता स्वीकार गर्दैन। देश नायक खोजिरहेछ, नायक जन्म लिइसकेको छ, नायकले काठमाडौँमा पनि देखायो, देशमा पनि देखाउँछ। र तिनटै खलनायकको दिन गएछ, त्यो जिन्जी आन्दोलनले प्रुभ गरेछ। जस्तो अहिले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भएको छ, तपाईँ लामो समय कांग्रेस गर्ने ठाउँ छ कि छैन? त्यहाँ कुनै ठाउँ छैन। एउटा कुरा के भने त्यहाँ रामबहादुर गयो होला, श्यामबहादुर आयो होला। म कुनै व्यक्तिगत टिका टिप्पणी गर्नको लागि आएको होइन। म देश र जनतालाई सम्बोधन गर्न आएको छु र देश र जनताप्रति आफ्नै नायकलाई चिनाउन आएको छु। भने त्यो भोलि हामी त्यो जे कुरा भन्नु छ जनतालाई साक्षी राखेर, जानकी मातालाई साक्षी राखेर, आफ्नो दुईटा नायकलाई साक्षी राखेर हामी त्यो बताउँछु कि हामी देशलाई के गर्न चाहन्छौँ। जो देश नाश गरेछ, अब नाश गर्ने बेला उनीहरूको गयो, उनीहरूको नाश हुने पाला छ। जो भ्रष्टाचार गरेछ एक एकलाई कारवाही हामी गाह्रो छाड्छौँ। घन्टी बजाउनु छ उनीहरूको, भ्रष्टहरूको घन्टी बजाउनु, भ्रष्टहरूको घन्टी बज्छ। साथसाथै जुन संस्थाहरूलाई दुरुपयोग गरेर दलीयकरण गरेछ, कुनै संस्थालाई हामी दलीयकरण हुन पनि दिन्न। चाहे सुरक्षा निकाय होस्, चाहे अदालत होस्, चाहे संवैधानिक निकाय होस्, हामी आफ्नो दलको प्रभाव पनि राख्दैन। तर सम्मानपूर्वक भन्न चाहन्छु नेपाली जनता दाजुभाइलाई र सम्पूर्ण हाम्रो देशको संस्थाहरूलाई कि त्यो हिजोको दिन बिर्सनुहोस्। भोलिदेखि कुनै संस्था कुनै दलको पक्षमा काम गरेर, चाहे रासपा होस्, चाहे एमाले होस्, माओवादी होस्, दलको आवरणमा नियुक्ति लिएर संस्थालाई नाश गर्नुभयो, नेपाली जनतालाई ऋण बोकाउनु भयो, नेपाललाई भ्रष्टाचारको दल भन्छ, त्यो दिन गयो। अब जो प्रोफेसनल छ, जो सही मान्छे सही आउँछ, दलको खल्तीबाट नेताको र भिआइपी कल्चर हामी अन्त गर्छौँ। साइरन बजाउँदै जनतालाई धम्काउँदै मुद्दा लगाउँदै जुन जित्ने परिपाटी थियो, हामी जनताको मन जितेर हुन्छौँ। कसैलाई थुनामा राखेर हामी राजनीति गर्न आएको होइन। हामी निर्वाचन हुन्छ डाक्टर साहब, 21 गते हामी निर्वाचन गर्छौँ। यदि निर्वाचन भने हामी आन्दोलन गर्छौँ नि, निर्वाचन हुनै पर्छ नि। यो खलनायकहरू निर्वाचन सार्न खोजिरहेछ। नायक र खलनायकको बिचमा लडाइँ छ, तय गर्ने जनताको छ। खलनायक धेरै हुन्छ, नायक एउटा दुईटा हुन्छ, फिल्म भाषामा भन्न चाहन्छु। अनि त्यस कारणले बाँकी कुरा म जनता साक्षीमा जब म रासपाको आधिकारिक रूपमा प्रवेश गरेपछि म रासपाको भाषामा के भन्नुपर्छ जनतालाई साक्षी राखेर, हामी मर्नको लागि जन्मेको हो, देश बनाउनको लागि जन्मेको हो। कुनै दलाली, कसैको भ्रष्टाचार र कसैलाई टिकट बेच्ने, पद बेच्ने त्यसको लागि हामी जन्मेको छैन। कि राजदूत बेच्दा पनि यति करोड, भिसी नियुक्ति गर्दाखेरि यति करोड, डिआइजी नियुक्ति गर्दाखेरि यति करोड, र सबै संस्था हुनुपर्छ। संस्था